नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्णमा। यो हो युट्युब च्यानल नयाँ उडान र यहाँ नियमित चर्चा भइरहेको छ आत्मनिर्भर बन्ने कलाको। आजको एपिसोडमा हामी जीवनको विभिन्न कालखण्डमा लाग्ने डरहरूको बारेमा कुरा गर्नेछौँ। हामीले विभिन्न डरहरूको सामना गरेको पनि हो। तीमध्ये केही डरहरू यस्ता रहेका छन्: परीक्षामा फेल हुने डर, जागिर नपाइने डर, प्रेम प्रस्ताव अस्वीकृत हुने डर, व्यापार डुब्ने डर, चुनावमा हारिने डर र युद्धमा मर्ने डर आदि। आउनुहोस् आज हामी यी डरहरूलाई दर्शाउने 15वटा उपायहरूको बारेमा चर्चा गरौँ। नम्बर 1 मा रहेको छ त्यो काम गर्नुहोस् जुन गर्न तपाईलाई डर लाग्छ। यसो गर्नाले डरको मृत्यु निश्चित छ। यदि तपाईँ आफूसँग पुरा विश्वास र आस्थाले म यस डरलाई हराउने छु भनेर भन्नुभयो भने तपाईले निश्चित रूपमा त्यस डरलाई हराउनुहुनेछ। नम्बर 2 मा रहेको छ डर तपाईको मस्तिष्कको नकारात्मक विचार हो। यसको बदलामा सृजनात्मक विचार राख्नुहोस्। डरले लाखौं मानिस मारेको छ। विश्वास डरभन्दा ज्यादै शक्तिशाली छ। ईश्वर र राम्रोपनको आस्थाभन्दा सशक्त चिज अरू केही छैन। नम्बर 3 मा रहेको छ डर मानिसको सबैभन्दा ठुलो दुश्मन हो। असफलता, रोग र खराब मानवीय सम्बन्धको पछाडि डर नै छ। प्रेमले डरलाई बाहिर निकालिदिन्छ। प्रेम भन्नु जीवनका राम्रा चिजप्रति भावनात्मक अनुराग हो। इमानदारी, अखण्डता, न्याय, सद्भावना र सफलतासँग प्रेम गर्नुहोस्। सर्वश्रेष्ठको सुखद चाहनामा जिउनुहोस् र तपाईले सधैँ सर्वश्रेष्ठ नै पाउनुहुनेछ। नम्बर 4 मा रहेको छ डरको सुझावको प्रतिकार त्यसको विपरीत तरिकाले गर्नुहोस्। जस्तो म निकै राम्रो गाउँछु, म सन्तुलित र शान्त छु। यस किसिमको प्रतिकारले तपाईलाई निकै लाभ हुनेछ। नम्बर 5 मा रहेको छ परीक्षाको बेलामा तपाईँ हताश हुने स्थितिमा पुर्याउने र बिर्सने बानी डरको कारण उत्पन्न भएको हो भन्ने बुझ्नुहोस्। तपाईले प्राय घोषणा गरेरै यसबाट मुक्त हुन सक्नुहुन्छ। मलाई सम्झिनु पर्ने हरेक चिज याद छन् भनेर तपाईले कोही साथीले तपाईले परीक्षामा पाएको सफलतामा बधाई दिँदै गरेको कल्पना गर्नुहोस् र त्यसमा जुटिरहनुहोस् र तपाईले अवश्य जित्नुहुनेछ। नम्बर 6 मा रहेको छ यदि तपाईँ पानीमा पौडिनुहोस्। आफ्नो कल्पनामा स्वतन्त्रता र खुसी साथ पौडिनुहोस्। मानसिक रूपले पानीभित्र छिर्नुहोस्। तलाउ पारीसम्म पौडिँदाको चिसोपना र रोमान्सलाई महसुस गर्नुहोस्। यसको स्पष्ट तस्बिर बनाउनुहोस्। जब तपाईँ यो काम विश्वासका साथ गर्नुहुन्छ तपाईँ पानीमा जान र यसलाई जित्न सक्षम हुनुहुनेछ। यो तपाईँ मस्तिष्कको नियम हो। नम्बर 7 मा रहेको छ यदि तपाईलाई एलिभेटर र लिफ्टमा आउजाउ गर्न डर लाग्छ भने मानसिक रूपले लिफ्टको सवार गर्नुहोस् र यसको सबै भाग तथा कार्यलाई इमानदारीसँग प्रशंसा गर्नुहोस्। तपाईँ यो देखेर हैरान हुनुहुनेछ कि तपाईले डर कति चाँडै हराएर जानेछ। नम्बर 8 मा रहेको छ तपाईँ मात्र 2 डरको साथ जन्मिनु भएको हो: खस्ने डर र आवाजको डर। बाँकी सबै डर पछि ग्रहण गरिएका हुन्। त्यसबाट मुक्ति पाउनुहोस्। नम्बर 9 मा रहेको छ सामान्य डर राम्रो हो। अस्वाभाविक असामान्य डर निकै नराम्रो र विध्वंसात्मक हुन्छ। डर खोज्नाले असामान्य डर मनोविकास र ग्रन्थि विकसित हुन्छ। कुनै चिजबाट लगातार डराउनाले आतंकित भाव उत्पन्न हुन्छन्। नम्बर 10 मा रहेको छ तपाईले सामान्य डरलाई त्यति बेला जित्न सक्नुहुन्छ जब तपाईँ चेतन मन शक्तिले परिस्थितिलाई बदल्न सक्दछ र तपाईको दिलको प्रबल इच्छालाई साकार पार्न सक्दछ भन्ने थाहा पाउनुहुन्छ। आफ्नो इच्छालाई तत्काल ध्यान दिनुहोस् र त्यसप्रति निष्ठावान रहनुहोस् जुन तपाईको यही त्यो प्रेम हो जसले डरलाई भगाउँछ। नम्बर 11 मा रहेको छ यदि तपाईँ असफलतासँग डराउनुहुन्छ भने सफलतातर्फ ध्यान दिनुहोस्। यदि तपाईँ रोगसँग डराउनुहुन्छ भने सम्पूर्ण स्वास्थ्यमा ध्यान दिनुहोस्। यदि तपाईँ दुर्घटनासँग डराउनुहुन्छ भने ईश्वरको मार्गदर्शन र संरक्षणतर्फ ध्यान दिनुहोस्। यदि तपाईँ मृत्युसँग डराउनुहुन्छ भने शाश्वत जीवनको बारेमा सोच्नुहोस्। ईश्वर जीवन हो र यही अब तपाईको जीवन शक्ति हो। नम्बर 12 मा रहेको छ प्रतिस्थापनको महान नियम डरको जवाफ हो। तपाईँ जेसँग डराउनुहुन्छ त्यसको समाधान तपाईको इच्छाको रूपमा छ। यदि तपाईँ बिरामी हुनुहुन्छ भने तपाईँ स्वास्थ्यको इच्छा गर्नुहोस्। यदि तपाईँ डरको कैदमा हुनुहुन्छ भने तपाईँ स्वतन्त्रताको इच्छा गर्नुहोस्। राम्रा कुराको आशा राख्नुहोस्। मानसिक रूपले राम्रोतर्फ ध्यान केन्द्रित गर्नुहोस् र थाहा पाउनुहोस् तपाईको अवचेतन मनले सधैँ तपाईलाई जवाफ दिन्छ। यो कहिल्यै चुक्दैन। नम्बर 13 मा रहेको छ जुन चिजसँग तपाईँ डराउनुहुन्छ त्यसको अस्तित्व तपाईको विचारमा बाहेक अरू कहीँ पनि हुँदैन। विचार रचनात्मक हुन्छ नै पाउनुहुन्छ। नम्बर 14 मा रहेको छ आफ्नो डरलाई हेर्नुहोस्। त्यसलाई तर्कसङ्गत तरिकाले हेर्नुहोस्। आफ्नो डरमा मुस्कुराउन सिक्नुहोस्। यो सबैभन्दा राम्रो औषधि हो। तपाईको आफ्नै विचार बाहेक कुनै पनि चिजले तपाईलाई विचलित गर्न सक्दैन।
अरू व्यक्तिको सुझाव, कथन वा धम्कीमा कुनै शक्ति छैन। शक्ति तपाईँभित्र छ र यही विचारको भलाइमा केन्द्रित छ भने ईश्वरको शक्ति तपाईँको भलाइको विचारमा साथमा छ। नम्बर 15 मा रहेको छ, मात्र एउटै रचनात्मक शक्ति छ र त्यो सद्भावको रूपमा चल्दछ। यसमा कुनै विभाजन वा सङ्घर्ष छैन। यसको स्रोत प्रेम हो। यसैले ईश्वरको शक्ति तपाईँको सकारात्मक विचारका साथमा छ। अन्त्यमा डर सबैलाई लाग्छ, शेरलाई पनि र सैनिकलाई पनि, तर उनीहरू डरको बावजुद पनि अगाडि बढ्छन् र विजयी हुन्छन्। तपाईँलाई पनि डर लाग्न सक्छ, तर त्यसले तपाईँको नयाँ उडान नरोकोस्। अगाडि बढ्नुहोस्, डरसँग लड्नुहोस्, किनकि डरको पारीपट्टिको किनारामा तपाईँको सफलता पर्खिरहेको छ। जय नयाँ उडान, जय आत्मनिर्भर बन्ने कला।